हेलो एभ्रिवान वेलकम टु डे इन माई लाइफ। यो भिडियो चाहिँ अस्ति नेपाली न्यु इयरको दिनको भिडियो थियो। त्यो दिन चाहिँ म र मेरो साथी सँगै बसेर खाना खाने प्लान भएको थियो र मैले उसलाई मेरो घरमा इन्भाइट गरेको थिएँ। सो लन्चको लागि चाहिँ मैले हार्ड चिकन, स्पिनच एन्ड आलु फ्राई बनाएको थिएँ। खासै हामी त्यो दिन भेट्ने अनि मोमोसँग बनाएर खाने प्लान भएको थियो। हामीलाई चाहिँ थाहा थिएन कि त्यो दिन न्यु इयर पनि रहेछ भनेर। सो काइन्ड अफ न्यु इयर सेलिब्रेसन जस्तो पनि भयो। अनि कन्टिन्युसली काम भइरहँदा चाहिँ रुमको हालत यस्तो हुन्छ। सो खानासाना पकाएर आएपछि चाहिँ मैले यहाँ रुम क्लिन गर्न थाल्यो। आई थिङ्क इट्स नट ओन्ली मी, सबैजनाको छुट्टीमा काम चाहिँ घरहरू क्लिन गर्ने, ग्रोसरी गर्ने र खाना पकाउने र नेक्स्ट डेको प्रिपरेसन गर्ने नै हुन्छ होला। सो म्याक्सिमम् चाहिँ मेरो यस्तै नै काम हुन्छ छुट्टीमा। आफ्टर क्लिन माई रुम म चाहिँ यहाँ मोमोको लागि प्रिपरेसन गर्न थालेँ। मैले चाहिँ किमामा चाहिँ एज युजुअल युज हुने मसलाहरू हालिदिन्छु र जुसिनेसको लागि चाहिँ अलिकति बटर पनि मिक्स गरिदिन्छु। किमा रेडी गरिसकेपछि म अलिकति ग्रोसरीको लागि बाहिर पनि निस्केँ। त्यतिकैमा मेरो साथी पनि आइपुग्यो र आफ्टर द्याट वी ह्याड आवर लन्च। एज ए नेपाली वी निड इभिनिङ टी, सो चिया त छुटाउनै भएन। अनि त्यसपछि डोसो बनाएर चाहिँ हामीले यहाँ मोमो बनाउन स्टार्ट गऱ्यौँ। म चाहिँ बेल्दै थियो भने मेरो साथीले चाहिँ मोमोको सेप दिँदै थियो। मलाई चाहिँ राउन्ड सेप मात्रै बनाउन आउँछ, त्यो लामोवाला सेप बनाउन आउँदैन। सो आई वाज ट्राइङ टु मेक द्याट सेप एज वेल। अनि मेरो साथीले चाहिँ यस्तो यस्तो गर भन्दै सिकाउँदै थियो। द्याट वाज नट पर्फेक्ट बट यस आई मेड इट। यतिकै बनाउँदै जाँदा चाहिँ आन्टीहरू पनि आइपुग्नु भयो र अनि हामी यहाँ चाहिँ यहाँ के आज न्यु इयर हो है भन्दै कुरा गर्दै थियो। सो ह्याप्पी न्यु इयर टु यु अल एन्ड थ्याङ्क यू फर वाचिङ। बाई।